तिर जान लागेको होइन यो चाहिँ मेरो फर्स्ट भ्लग न्यू भ्लग भन्नुहुन्छ के भन्ने न्यू भन्नु भयो नि फर्स्ट भ्लग भन्ने होइन केटा क्या बोला तूने दिस इज माई फर्स्ट भ्लग है आज चाहिँ लेखाउनु सक्दैन यस्तै चाहिँ गाउँतिर हुन्छ हाम्रो यात्रा हाम्रो बाबु बजार है अच्छा हमको सिखा रिया है राम्रो राम्रो केटीहरू खनाइ केटा बाबुमा है भन्नु त नहुने हो के गर्ने रहा नहीं जाता तड़प ही ऐसी है ना केही छैन सब बिस्तारै बिस्तारै बोल्दै कुरा गर्दै जाउँला नि हामी के छ र साथीहरू अब मामाको ट्रेनिङ नपऱ्यो हुन्थ्यो भन्ने कुरा हो केटा हो ट्रेनिङ पऱ्यो भने त लास्ट छुट्टी हुन्छ फेसबुक उनीहरूसँगै छ 1 महिना भयो ननिकालेको पोखरादेखि आएपछि त्यही छ के गर्छ किन ननिकालेको अहिलेसम्म 1 महिनाको लागि हो मेरो हाम्रो बसले घेता हो के गर्ने गाह्रो छ बाइक आफ्नो भन्ने पनि चलाउनु पाइँदैन नेपालमा गाह्रो छ पोखरामा मलाई गाह्रो छैन नि चाहिँ बाल्नु सिरियस छ त्यस्तै गाह्रो भइहाल्छ नि कैसा लगा मेरा मजाक पनि के कुराको बुझ्छ भन न केटा हो टायरमा रिङमा किन कलर हानेको अरे अरू केही मोडिफाई छैन कलर हानेको है ती कुराले अब बिल्कुलै बुझाएर हेर्नु पर्ने भइरहेको अहिले ठिक छ ओके टमाटर फेरि काटौँला चिनी के छ र चिज काट्नलाई चाहिँ त्यही पनि धेरै काटेको काटे गरेर वास भइसक्यो नि आज कति धेरै दिनपछि खास मेरो प्लानिङ चाहिँ पहिल्यै थियो यो भिडियो गराउने है भ्लग हाल्छु भनेर धेरै त पुरेर पनि बसेको थियो मेरो केटाहरूले तर के गर्ने अब हल्का मिलेन टाइम हाम्रो गाउँको बुढीले हुन्छ है उहाँ अब कहिले के नमिल्ने कहिले के नमिल्ने त्यस्तै त हो नि साथीहरू त्यही हो ट्रेकिङ नगरेर आनन्दले घर जान पाएँ कसैलाई केही भन्नु पर्दैन है हाम्रोतिर आदिवाद चाहिँ ठिक छ है केटा हो आदिवाद चाहिँ अफरोड अहिले त्यही मजा आइरहेको नि अफरोडमा गए चाहिँ मजा आउँछ केटा हो मजा भाइ पनि छैन है मसँग भाइ पनि क्लियर छैन होला केटा हो अब माइन्ड नगर होला त्यही छ हौ फर्स्ट भ्लग है मेरो केटा हो एसएलकै भ्लग छ न मेरो त्यो हेरेर है माया देखाइदिनु पऱ्यो सबैले को सेट ठोक दीजिए महाकाल का धमाके लाकर सेट ठोक दीजिए 5000 लौटे दिख जाना चाहिए बोल्न पनि आउँदैन खासै सिक्दै भनौँ न स्टार्टिङ हो सकिँदैन आज मौसम पनि क्लियर छैन पुरै यस्तो बादलहरू लागिरहेको छ पानी परिरहेको छ होला सायद गाउँतिर त हेरौँ पानीले नभेट्टाओस् बाटोमा कहाँबाट हाम्रो खोजीहरू यो ठाउँ चाहिँ हाम्रो अब के भन्छ यहाँ सुधार केन्द्र पनि छ है एउटा हाम्रो नाम ठ्याक्कै थाहा भएन
जाडो छ केटा हो के गर्ने आज हल्का बाइक बनाउनु पनि थियो बनाउनु पनि बनाइयो भने जस्तो अझै भइरहेको छैन कति गराउनु पर्ने हो यो अहिले चाहिँ यो बाटो चाहिँ धेरै नै राम्रो भयो है साथीहरू पहिला चाहिँ यस्तो थिएन पहिला चाहिँ हामी चाहिँ त्यो हिलोमा है गाडीको जाम हुने चाहिँ हिलोमा बाइक मुनि मान्छे माथि गरेर हिँड्थ्यो क्या पहिला हामी यो ठाउँमा चाहिँ अहिले चाहिँ त्यस्तो छैन अहिले चाहिँ धेरै राम्रो भइसकेको छ Lumayan na tao, downtown nursery. Xin gái có một lần nữa cái nào? अच्छा हमको सिखा रिया है पुरै गाउँ छ है बारी त्यसलाई बोक्सीको खाल्डा भन्छ है यही बाटो हो ढोरपाटन जाने हामी गलकोट हुँदै हामी के भन्छ गलकोट खरबाङ बुर्तिबाङ हुँदै ढोरपाटन जाने बाटो यही हो हाइवे हाम्रो कहाँ त के हो थाहा छैन है हाइवेको नि के गर्ने अब आफ्नो यहीँको मान्छे भएर अब के हो मध्यपश्चिम लोकमार्ग जस्तो लाग्छ के अरे अब नहुनु पनि सक्छ है एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह यो चाहिँ हेर्नु साथीहरू यहाँ थियो के सबभन्दा पहिला पहिरो एकदम पहिरो थियो यहाँ अनि अहिले चाहिँ धेरै कुरा भइसकेको छ अहिले चाहिँ पहिरो रोकिएको छ नभए पहिला यहाँ जहिले पहिरो गएर जहिले जाम हुन्थ्यो जहिले मान्छे गाह्रो हुन्थ्यो कि एक ठाउँ हो चेकिङ पर्ने अब त्यहाँ बिचमा अब रोक्यो भने अब के भन्छ तिनीहरूलाई अब बिल्कुल छैन मसँग अन्त त भन्नु पर्यो है गफ त हावा हुनु पर्यो मामाहरूलाई कौन है ये लोग कहाँ से आते हैं के गर्नु तर मलाई अब बोल्नै के कस्तो के बोलिरहेको छ के बोलिरहेको छ है फर्स्ट टाइम हो फर्स्ट भ्लग हो जस्तो भयो नि जे भयो नि है भेटेर होला त्यही रातो माछा भन्छ यतातिर चाहिँ अब यहाँ खरे पनि भन्छ सायद खरे छ पानी खोला कस्तो छ केटाहरूले बल खेल्न बोलाइरहेछ भ्याउने हो कि होइन मेरो माइक नभएर है कति चाहिँ अब आवाजको त अब कोही आइरहेको होला कस्तो बाहिर छ चेकिङ भन्छ साथीहरू चेकिङ छ मामाहरू हुन्छ आमाहरूले किन रोकेन मलाई के हो झन्डै बाइकको लागि सर आफै के भयो भाइ के गर्दाखेरि वाट द फक के भयो कि देखा आपने लापरवाही का नतीजा है फर्स्ट जबमै फ्लप भयो त मेरो त फक के भयो यार वाट दिस के भएको साथीहरू यार ल इन्जिन गइदिएर ल इन्जिनै सिज भइदियो जस्तो लागेको केटा हो टेन्सन छ्या के भयो अहिले एक्स्ट्रा म बाइक हेर्छु केटा अनि भेटौँ ल